र म माला लगाएर सम्मान गरिदिनका लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी जोश र ऊर्जाले भरिपूर्ण गायक प्रताप दासलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। सम्मानका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजनालाई नचार थकाइसक्नु भएको छ होला। अब म एकछिन तपाईँहरूलाई एउटा गीत सुनाउँछु अनि त्यस पछाडि नचार अनि फेरि सबैजना मिलेर देउसी खेल्नुपर्छ है त। लभ सङ गाउँ कि ब्रेकअप सङ गाउँ कि के सङ गाउँला भन्नु पर्यो। ब्रेकअप सङ, लभ सङ आदि आदि आयो या सबैजना कहाँ लभ परेन त होइन। ब्रेकअप के भन्नुभयो? लभ सङ चाहिँ बसी बसी सुन्दा हुन्छ। धोकेबाज सुन्यो भने चाहिँ अगाडि आउनुपर्छ सबैजना, किनभने धोकेबाज एक्लै गाउन मजा आउँदैन। त्यही भएर धोकेबाज सुन्न को धोकेबाज सुन्न चाहनुहुन्छ तपाईँहरू चाहिँ अगाडि आउनु होला प्लिज। ल अनि लभ सङ पनि छ। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा जान नदेऊ मलाई अब टाढा माया यो होस् अझै गाडा। सुरुमा लभ सङै गाउँछु है। अनि त्यसपछि धोकेबाज गाउने बेलामा चाहिँ दिदीबहिनीहरू सबैजना यहीँ आउनुपर्छ। सबैजना उठेर अगाडि आउनुपर्छ अनि गाउनुपर्छ सँगै। थ्याङ्क यू सो मच। अब चाहिँ धोकेबाजको पालो हो। मैले अहिले भर्खरै ब्रेकअप भएकोलाई मात्र धोकेबाज गाउन आउनु भनेको होइन। जिन्दगीमा एक न एकचोटि हुनसक्छ। एकचोटि भएको छ भने आउँदा हुन्छ अलिक अगाडि होइन। अनि तपाईँहरू चाहिँ अगाडि आउँदा अलिक ठुलो स्वरले गाउन नलजाउनु, यहाँनिर आउँदा हुन्छ। तपाईँहरूको आवाज सुनिनु पऱ्यो नि। धोकेबाज ट्र्याक प्लिज। Huh?